हेलो एभ्रिवान बिहानीको सुरुवात हुँदै हाम्रो सर चाहिँ भाडा माझ्दै हुनुहुन्छ यस ज्ञान क्याले घर लिप्दै ल ठिक छ यता हेर त यता आहा किसिमै देखियो नि नानीलाई लजाउँछ नि मरे किसिमै देखियो लडिक छ ल हामी चाहिँ अब चाहिँ रम्बा देवीको यात्रा क्रममा हिँड्दैछौँ यता हाम्रो मम्मी यता हाम्रो बाबा हुनुहुन्छ यो चाहिँ मेरो बहिनी हो होइन अब हामी चाहिँ त्यहाँ चलाएर जानेछौँ त्यहाँ गएर भिडियो देखाउँछौँ त हेलो एभ्रिवान हामी फेरि आइसकेको छौँ घरबाट घरको यात्रा रम्बा देवीसँग अब चाहिँ भित्र देखाउने छौँ हामीले होइन अनि उहाँ चाहिँ बराल फ्यामिली छ युट्युब च्यानल उहाँको चाहिँ सब्सक्राइब गरिदिनु होला त्यही हो अनि यहाँ चाहिँ के पाइन्छ सब देखाउने छु मेरो चाहिँ यस्तो भइसकेछ कि अनि देखाइदिएन यहाँ यस्तो भइसकेछ पुरै धुलै धुलो भइसकेछ कपाल पनि यस्तो भयो चाहिँ यहाँ यता नल्के छ यस्तो देखाइदिनु पर्यो होइन रम्बा देवी मन्दिर यस्तो होइन यहाँ चाहिँ रोड पाइने रहेछ सुजहरू कहाँ जानुभयो पनि हाम्रो मम्मी यहाँ हुनुहुन्छ यहाँ चाहिँ यसरी रोटी बनाउनुहुन्छ होइन चलाएर दाई हुनुहुन्छ हजुर ल आउने बेलालाई यहाँ रम्बादेवी रोड घरमा रोड तयारी छ ल यहाँ नास्ता पनि बन्छ फोन नम्बर 9841731501 एकदम सजिलो 9841731501 ठिक छ यहाँ चाहिँ रोटी बनाउनु भयो उहाँले ट्याक्क पाकेपछि यस्तरी पक एकचोटिमा चाहिँ एउटा दुईवटा 3 4 5 6वटा रोटी 7वटा जाने रहेछ है पुरा आगोमा हो ट्याक्क आगोमा रोटी बनाउनु भएको अब भित्र जाने बेलामा देखाउँदैछु एकछिन चाहिँ ब्रेक टाइम गर्दैछु बराल फ्यामिलीबाट के भन्न चाहनुहुन्छ ल यहाँ कार्ड देखाइदिनु पर्यो यार ल खोइ कार्ड रविनले तल्लो पऱ्यो हेरेको पैसा सक्यो यार पैसा निकाल्नु भएन पुरा के पैसै कार्ड देखाइ के भन्छ ल यो चाहिँ पुरा उहाँको ठाउँमा कि एल्युमिनियमको सामान मगाउनुहुन्छ भने सिधै उहाँलाई कल गर्नु होला मैले नम्बर देखाइदिएछु होइन अनि यो चाहिँ रामपुर नगरपालिका 7 किसानबारी पाल्पामा रहेको छ केही सामानहरू यस्तो अर्डर गर्ने भए चाहिँ घर बनाएको भए चाहिँ यस्तो झ्याल ढोका पुरै हाल्नुहुन्छ होइन सिसा ल अनि यो पुगुली हो नाचेर देखाइदिएर नाच्नु जान्दैन के छैन पुगुली हो नाचेर देखाइदिएर सर लाएर बङ्क आमा हिरो क्या हो हिरो त होइन होला छ अब हामी चाहिँ ट्याक्क लगाएर माथिको सिडी चढेर यताको सिडी चढेर जानुपर्छ भर्खर रोडहरू पाकिरहेको होइन
र चाहिँ हामी सकेको छौँ। फाइनल्ली गाइज हामी यतिखेर रम्भापानी दर्शन गर्न आइसकेको छौँ। हाम्रो फ्यामिलीहरू चाहिँ अगाडि हिँडिरहेको यो हाम्रो बङ्दाई टक्क लाएर यहाँ चाहिँ यो चाहिँ गेट हो। ल घन्टी बजाइसकेको छौँ यहाँ। मैले पनि घन्टी बजाइदिएँ टक्क लाएर। राजा रम्भापानी यहाँबाट चाहिँ घन्टी हल्लाउँदै जानु पर्दो रहेछ। त्यो ट्याङ ट्याङ होइन यो पुरा छ नि यो घन्टी पुरै बाटो बाटो रहेछ। घन्टी पनि देख्न सक्नुहुन्छ बाटो पुरै हल्लाएर जानुपर्छ र सुरुको राउन्डको टिलिङ 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 बजिरह। ल चल्देको गाइस आज चाहिँ पूजा गर्नेछौँ। है हुन्छ यता रम्भापानी हामी यता एलेक्स मगर के अरे निर्मल बराल छैन युट्युब च्यानल र युट्युबमा भिडियो आउँछ है हाम्रो। ल आजको चाहिँ भिडियो भोलि आउनेछ। आजको चाहिँ आज एडिट गर्न त्यस्तै हो। गाउँमा फेरि अलिकति नेटको प्रब्लम पनि हुन्छ, त्यही कारणले भोलि आउँछ है त। भोलि चाहिँ एडिट गरेर हाल्नेछु। चस्मा पनि लाएर आएको छु आज चाहिँ गर्दै होइन। अब भित्र मन्दिर पनि देखाउँछ अहिले। पुरै हिँडेको भिडियो चाहिँ म गर्छु होइन। पुरा घन्टी बजाएर। ल सुरु हो क्या। ल ठिक छ। ल जाडो रहेछ। म चाहिँ यहाँ टी सर्ट मात्रै लाएर आएको छु। त्यो ल्याएर अर्को ज्याकेट हुनु भनेर त्यही मन्दिरमा राखिदियो त्यहाँ तल। मैले राखेको ज्याकेट त्यहाँ राख्नुपर्छ नि अघि नै भनेर। ल यता चाहिँ लाली गुराँस पनि फुलेको रहेछ है। त्यति साह्रै देखेको छैन। यो लाली गुराँसको बोट हो। त्यो छ पुरै मासतिर पनि पुरै बन्छ क्या। त्यही हो। अनि जसले पनि यहाँ रम्भादेवी आउनु भएन रम्भादेवी बजाइलाई दर्शन गर्न आउनु होला। यसरी घन्टी हल्लाउनु पर्छ कि ट्याक्क लगाएर उताबाट नि मान्छेहरू आउनु भयो। हो हामीले के चल्दिने अब चाहिँ हाम्रो फ्यामिलीहरूमा चाहिँ यस्तो रोटी सोटी देखाइदियो नि त के छ र। ल मान्छेले बनाना पनि छ। त्यही हो। अब भित्र गएर अब त्यति साह्रै पूजा गर्न त आउँदैन। फर्स्ट टाइम सेकेन्ड टाइम जस्तो यत्तिकै गएर सिक्नु पर्यो पहिला चाहिँ। यही हो अब है। त्यसपछि अब एउटा नानी ल्याएर सँगै हो कि बल्ल पूजा गर्न जान्दैन। भोलिपल्ट सिधै बे गरेर हो चाहिँ। त्यही भएर आज यस्तो माग्न आएको। त्यही माग्नै पर्यो होइन। अलि राम्री सुशील संस्कारी आमाले भने जस्तै हुनु पर्यो है त। अनि हाम्रो शुद्ध चाहिँ अगाडि यो के अरे सुट्स आएन र आफ्नै तालमा हिँड्नुपर्छ। शुद्ध होइन बा चाहिँ अगाडि हिँड्नुपर्छ। हिरो नि त फेरि हाम्रो दाजु होइन। हजुर यसको कपाल चाहिँ त्यो यता देखाइदियो त क्यारेङ ग्याङको आमा चाहिँ दाजु हो मेरो। दाजुभाइ चाहिँ हामी मन्दिर आज। अनि हाम्रो उहाँ चाहिँ बाजे पर्छ होइन। तर त्यति बुढो त होइन। त्यो पनि अब बाजे होइन टन्डेरी बाजे भन्छ क्या। टन्डेरी बाजे चल्दिएको
ल चलाएर सबैजना है त चलेको हाम्रो मम्मीले के भन्नुहुन्छ र केही भन्नुहुन्छ भन्दैन भन्नु न भन्नु केही भन्नु नै पूजा पनि के गर्नु पूजा गर्न आउँदैन भन्नु छैन ल यता चाहिँ हाम्रो नमस्ते नमस्ते ल हाम्रो राम्रै पनि यता अनि हाम्रो भान्जी पनि आउनु भएको रहेछ ल ल आउँछ ल ल त्यही हो कराएर अनि उहाँ चाहिँ हाम्रो साथी हो सँगै पढेको थियो पहिला अहिले चाहिँ मन्दिर आउनु भएको रहेछ ठिक छ दुईजना मात्रै हो ए ठिक छ हजुर त्यही हो अब म फोटोमा आउन नि हुन्न फोटोमा आउन नि भएन है फोटोमा आउन पनि त्यस्तै भयो ल यहाँ फेरि अर्को गेट आइसकेछ यो मन्दिर चाहिँ टक्क यहाँबाट भित्र छिर्नुपर्छ लगाएर मन्दिर छिरेपछि चाहिँ देख्न सक्नुहुन्छ यहाँ यो अब मन्दिर आइपुग्यो पुरा भित्र के हुन्छ सब देखाइदिन्छु होइन यहाँ चाहिँ यसरी ढोक्नु पर्दो रहेछ टक्क लगाएर होइन यो पनि हलाउनु पर्छ र ल हल्दियो है त टक्क हलिसकिएछ क्या यो पनि यस्तै यो अलिक बज्दो रहेनछ क्या ट्याक्क लगाएर अब चाहिँ हाम्रो मन्दिरमा छिरिसकेको छ यो जुत्ता काट्नुपर्छ मजाको नाथ यो जुत्ता काट्नुपर्छ मजाको नाथ मजाको नाथ जुत्ता काट्नु भयो त छैन अरू चाहिँ छैन क्या खोइ ल ठिकै जलाइदिनु पर्यो ल सबैजनाले यो जोस दिने हजुर जल्यो जल्यो ए अलि जल्यो काका सुत्केल कुटो एउटा एउटा हो लाल छरक क्या डोर्मी बिहाले ल फलुस फुलुस त्यति राम्रो आउँदैन त अनि घन्टी हलाउनु पर्छ
यता राखिदिनु माटा लाग्दैछ सा घन्टी बजाउनु नगाच भ्याइ लाग्दो जोरको पास ल नरियल फुटाल्नु छ पकाएर चाहिँ ल एक शटमा हो एक शटमा ल नरियल अब झ्याम्म हुन्छ यहाँ चाहिँ अलिक भिड भएको कारण चाहिँ अलिकति रोडसोट सरा इलाङ्कै पाँचचोटि यहाँ भएको छ है एकचोटिमा है हेर त एकैचोटिमा ल यस्तरी फुटाल्नु पर्छ ट्यागको लागि ड्यागको फुटाल्ने त्यहाँ सर है उत्योहरू चाहिँ नाक हो होइन मलाई चाहिँ उयो लाग्नु भएको रहेछ लगाएर धेर बलले यार जम्मै यार उहाँलाई तल पनि जाला है फेरि उहाँलाई चाहिँ माता लगिसक्नु भएको रहेछ त्यही भएर ल ल ल ल ल मलाई पनि यहाँ थर्क भयो होला होइन मलाई पनि घुमाइदिए यहाँ ल टिकालाई लाउने हो अब चाहिँ टिका लाउनु पर्छ तिमी नानीको घर कहाँ हो ल पर्यो भुर्क्यो अब त अब चाहिँ यहाँबाट पर्यो उडाएर यो मन्दिर नगाउनु पर्छ सर र त्यसपछि हाम्रो पर्यो चाहिँ छट्टु छ फाइनल्ली रमादेवी बजाइकी पूजा गर्न आइयो आज 14 वर्षपछि है जस खुसी लाग्छ रमाइलो रहेछ होइन म चाहिँ पहिला आउँदा चाहिँ यस्तो थिएन पछि चाहिँ यस्तो डेकोरेट पुरै बबाल भइसकेको रहेछ ठाउँमा आइपुगेपछि चलाएर अब डेट एक्सपायर छ न गयो यिनको चाहिँ पुरै भुरुक्के जाउँ नि मार र उडाउने गएको पूजा जातकालकै पहिला ल ल्याएर पहिल्यै फुटेको रहेछ खोइ पर्यो पर्यो यहाँ रहेछ यिनीहरू चाहिँ भर्खर भएर उड्न नसकेर तल तल अब यिनीहरू चाहिँ सुरु हुन्छ मैले दिन लाग्छ होइन
कलाएर त्यो त्यस्तै फाल्ने हो त्यो छिङ गरेर खोइ उहिला ढेम्टा त मुलेकै यहाँ माथि पनि छ टाउको निकाल्यो ट्याक्क लाएर ल त्यही हो आइसकेको छौँ कडा रहेछ है खोज्छ त हौ ल होइन पूजा गरेर भ्याएर बोल्नलाई अरू अरू भन्नु न नभन्ने अलिकति म गोरो भन्छु क्या काले काले भन्दै गोरु भएछ गोरो भइसकेको छु बाबा यता हुनुहुन्छ हेलो एक्सक्युज मी त्यही हो ल अब एकछिनपछि भेटौँला फेरि होइन पूजा ट्याक्क टिका सिका लाउने बेलामा मन्साइ दिन लागेको छ यहाँ चाहिँ परिवारलाई एउटा कसले हो त निर्मलले जाउँ ल म खिचिदिन्छु ए यता हेर दाजुभाइ ल दाजुभाइ है यिनीहरू दुईजना चाहिँ के अरे निरेर बिरे जस्तै हो कि होइन हो कि होइन यिनीहरू चाहिँ अब आज पर्यावरण है रमादेवी पूजा गरेर ल आफ्नो भक्त चाहिँ अब भन भाइ देवी प्रबन्धनाथ हरे परिषद परिषद निर्मल नाइ पो नहोस् मलाई निर्मल मला जातै जिल्ला हो चाहिँ मला भने चिकनाइ पो इलाकामा त रिसाउनु इलाकामा थाहा मैले बिचरा कि एकछिन है त छोडिदिने हो उडिसक्यो है यता उडिसक्यो है ल भइसक्यो त्यहाँ बच्चा थियो त्यहाँ उड्न सकेन ल निर्मल काठकुला खाना त्यही छ ऊ स्याल दे पिछाउ त आन्ने होला नि पिछाउ त माइकले ल निर्मल आफ्नो भक्त चाहिँ सम्झाउनु होला है के को भक्त टिका बुन्से छ नि के ल है र फलाको पुरा होस् मन बाबालाई पालुस् भयो ल एकछिन चाहिँ आयो कि धेरै कुरा लाउनु एक पेरा हो खुट्टामा ढोक मम्मीलाई पर्दैन नमस्ते यहाँ जता पढ्न अलिक जानुहोस् पढ्नै जान्दैन खालि मोबाइल धेरै नचलाओस् ल भयो ल चाय पकाउने गरे छोराले बाउली नि हो ल बाउली पनि पकाऊँ ल है ल है अब बाउको पाल है फेरि जेठो छोरोको चाहिँ अघि आएन भिडियोमा हो ल
अहिले त खुट्टा ढोकिदिनु अरे मम्मीलाई बिर्सेछ क्या होइन मम्मीलाई बिर्सिसकेर खुट्टा ढोक्ने होइन बिचाङ्दो मोल नखाने इलाक लतपत्तो खान्छ अरे ल बाबा है यता कहीँ कान्छी खै फलाएको नै परोस् सामसित पढोस् अब 8को इक्जाम चाहिँ कटाउनु पर्यो है अब दाइहरू जत्रै मोबाइल हेर्ने पनि होइन अब दाइहरूले फेरि लगाइदिनु हो कि बहिनीलाई होला पैसा दिनुपर्छ बहिनीलाई लगाइदिएर मात्रै हुन्न के अरे पैसा अहिले घर गएर दिनु कमाएर फेरि दाइले यो त यहाँ जेठो दाइ लाउरे भएर दिने हो उसलाई राम्रोसँग कसलाई लाउरेलाई लाउरेलाई दिने रे बहिनी लाउरेहरू लाइनमा बस्नु पर्यो अब बहिनी पाउनलाई निर्मल कसलाई दिने अब तिमीले भन बहिनी कसलाई दिने दायाँ बायाँ नगरेस् अनि त्यो अब 9-8 कक्षा पनि पास गरे तीनचोटि हो कि एकचोटि धेरै मोबाइल नहेरेस् धेरै मोबाइल हेरेर ल 7 चोटि पुऱ्याइदिन्छु कि मैले पहिला नगएस् हामीलाई उछिनेर पहिला नगएस् अनि त्यही हो सानोमै नभागेस् ल खोइ मैले तैँले तिमीले हो धोक्ने बहिनीलाई खुट्टामा होइन त्यो हातमा उस गरेर हुन्छ ल नमस्कार अब त्यहाँ जानु लाग्यो छोड्दैछु हाम्रो श्रमहरू के भोक लाग्थ्यो बिहानदेखि केही नखाइकन आएको होइन यस्तो भोक लाग्थ्यो कि रोटी खाइरहेको छु मगाउनु रम्बादेवी मन्दिर पनि देख्न सक्नुहुन्छ चाहिँ हिँडिसकेछौँ रम्बादेवीबाट पूजाको सफलता सबै मागसाग मागेर होइन पुरै हामी हिँडिएको अब जाँदा एउटा घन्टी हल्लाम अगाडि पुगिसकेको छ हाम्रो मम्मी बाबाहरू सब फ्यामिलीहरू यो भाइ चाहिँ हिँड्दैछ सक्छ त फेरि सक्दैन नि फेरि सक्दैन काले भाइलाई सक्दैन कसैले अब हामी चाहिँ 3 जना यता टल्लीमा हाल्के लास्ट भाषा गरे नकड्दासम्म रोक्नुपर्छ हजुरले चाहिँ यस्तरी रोकेर हिँड्नुपर्छ है यता पुगिसकेको छ 3 जना चाहिँ एउटा कुरा चाहिँ मैले पूजा त गरेँ होइन के पूजा रहेछ तर मैले के मागेँ भन्दा होइन के माग्यो मेरो भाइले आज म बन्दिन चन्टा जान्न चाहन्छ मैले के मागेँ मेरै लागि मागेँ ल ठिक छ ओइ आउँदैछ टुङ 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 यसके यारिस भिडा घरि चाट नपिछे टुङ 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 मलाई चिनेन क्या हो ल अहिले रम्बादेवीको चाहिँ यो यस्तो घन्टी बिचमा राखेको चाहिँ त्यो झ्याउ नलागोस् भनेर के मान्छेहरू यस्तो हल्लाउँदै जानु पाइन्छ ट्याङ ट्याङ त्यही भएर नि हो
ल ठिक छ यहाँ चाहिँ फेरि हामी अन्तिहरू बस्नुपर्छ टिचहरू बस्नुपर्छ ठिक छ नबोली बस्ने बस्ने त्यस्तो नहाँस्नु है पुरै घन्टी होला त पुरा हातै गली छ यार क्यामेरा समान्दा ल केही शब्द जाओस् न खै चस्मा लाउँदा कस्तो देखिन्छ हामीलाई त बबाल देखिन्छ टुङ 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 डिस जोन च्याम्लिङ जस्तो जोन च्याम्लिङ गाइडेन त एउटा आम्स्टरडम इन द जर्मन गाडी दाइसँग कमले भोलि बेलुका सवारी चस्मा लाएर फोटो खिच्नै लाएर अघि पछि हिँड्छु म सुट्टा पकाएर अगाडि फेरि यस्तो मम्मीहरू सुट्टा भनेको चाहिँ बुझ्नुहुन्न क्या केही छैन त्यही हो रमादेवीको दर्शन गरेको अलिअलि छोरोको भोलामा आउनु सक्दा कस्तो भइरहेको कस्तो महसुस भएको हजुरलाई छोरोको भोलकमा आउनु पाउँदा कस्तो महसुस भएको पुरा हाँसिदिनु भयो त खै कस्तो लाग्यो के भयो आजको हजुरलाई पुरा अब हामी गेटमा आइपुग्न लाग्छौँ घन्टी बजिरहेछ मन्दिरको दर्शन गर्नुहोस् पूजा गर्नुहोस् आउनुहोस् रमाउनुहोस् धन्यवाद यहाँ चाहिँ हामीले अब ढोगेर जानुपर्ने हुन्छ निस्किने बेलामा नि एकचोटि र यहाँ फोटो हाल्नु पनि त्यही कहिले टाइर आएको थियो अब 4 बजेतिर यस्तो छैन छैन के मान्छे कुरेछ र हग्ने मुद्ने पनि के गरेको यस्तो तरिका तर म पैसा चाहिँ दिन्न है संरक्षण गर्नुपर्छ कोही हुनुहुन्छ छैन ल यस्तो गरेर अब सान्ट खोलेर यहाँ ल ए मैलाकोमा जान खोजियो त यार के हो ल गइसकेछु यिनीहरू चाहिँ म चाहिँ तर मुद्दिनँ मैले चाहिँ होइन यहाँ अहिले क्यामेरा लेख्दा मुत्नु मिल्दैन एकछिनमा मुत्छु म देखिरहेको छु म यहाँ यस्तै देखिरहेको छु ठुकिदिन्छु मैले हाम्रो चाहिँ बाइकहरू यता छ चलाएर यो बाइकहरूमा आएको थियो यो सुरुको टमाटर पानी जानुभन्दा अगाडिको यहाँ राखेर छ पार्किङ स्टल हो यो
पार्किङ सार्किङ गरेर टक्क सँगसँगै छ रमाइलो। यतादेखि ल आइसकेछौँ हामी चाहिँ यहाँ टक्क लगाएर बडा कुरा उस घामले पुरै पोलिरहेको कि अर्नु के खाने नास्ता माझे क्या मेरो ज्याकेट मेरो यता ए लिएर आइसक्नु भएछ ए नास्ता पनि खाएनौँ घर भात पकाएर आएको त्यही भएर त्यो नास्ता खान पनि मन लागेन। उताबाट चाहिँ हाम्रो दिदीहरू आउनु भएको रहेछ। ल अब के गर्ने जाने ल हम चाहिँ जानु लाग्यो अब। ओ त्यो कुकुर लडिरहेको है भर्खर लडेको थियो के अरे गयो। साली चाहिँ यहाँ होली खेलिसकेको रहेछ। साली यता हो ल यहाँ आऊ छिटो मलाई लिन मिल्दैन कि लाउने होइन लाउने नै ल त्यो को खेलेको होली हो ओ कालु यहाँ आऊ कालु यहाँ आऊ छिटो यहाँ आऊ छिटो। ल मेरो साली चाहिँ यहाँ होली खेलिसकेको रहेछ। म चाहिँ यहाँ छु यस्तो भयो भर्खर आइपुगेको पूजाबाट मन्दिरबाट यस्तो भयो पुरै तल नि। एन्ड बाई आजलाई यति नै।